साथीहरू हजुरहरूलाई म अहिले यो बाटो देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो कहाँनिर भने रोहिणी रोड जुन चाहिँ मेन हाइवे हो अहिलेको होइन। यो चाहिँ बाटो चाहिँ यहाँ हेर्नु न आज रातिको पानीले चाहिँ यो डल्लै गएछ है बाटो। अब यति एकदम यो स्कुटी चाहिँ छिर्छ होला, स्कुटी र मारुति भ्यानहरू चाहिँ छिर्नु सक्छ होला, तर पनि अलिक रिक्सै छ किनकि यता मुनि हेर्नुहोस् है एकदमै जटिल भएर गएको छ। यो बाटो चाहिँ सलिड गएको छ है, परासम्म हेर्नु सानो गएको छैन बाटो। बाफ्रे यति भयङ्कर भएर गएको छ कि फेरि यस्तो तलबाट गएको छ, यहाँ छेउमा टेक्नु पनि डरसरी छ क्या त, यति तलबाट गएको छ। अब म तलबाटै सोरिएर गएको छु, एकदमै डर लाग्छ। यहाँ हेर्नुहोस् न, अब बनाउनेलाई पनि एकदमै साह्रो जटिलै पर्छ होला यो चाहिँ। अब कसरी चाहिँ गयो यो राति भन्नु सक्दैन, सायद पानीको भल पस्यो हुनसक्छ। चर्किनु चाहिँ यो बाटो चर्किनै रहेको थियो अस्तिदेखि नै, अनि पोहोर एकपल्ट रिपेयरिङ पनि भएको हो। दब्बिने चाहिँ दब्बेकै बाटो हो यो, तर हेर्नुहोस् न एकदमै यहाँ। र हजुरहरू पनि यो बाटो आउनुहुँदैछ भने चाहिँ कृपया गरी अब रोहिणी गेटबाट चाहिँ नआइदिनुहोस् है उकालो चाहिँ।